यो चाहिँ ड्युक 200 BS6 हो होइन। मैले शुक्रबार राखेको थिएँ ल्याएर, आज आइतबार हो। यो वान ट्यापमा स्टार्ट हुन्छ कि हुँदैन हेरौँ है त। वान ट्यापमा स्टार्ट नहुने समस्या भइरहेछ कि। ए अफ भयो फेरि। यो दुईचोटि भयो, फेरि गरेँ है मैले। अब आज चाहिँ तीनचोटिमै भयो है, बल्ल आरपिएम पक्रियो। अब आज तीनचोटिमा भयो। अहिले 2025कोमा चाहिँ यो समस्या धेरै देखिरहेको रहेछ। पहिलेकोमा पनि समस्या थियो तर स्टार्ट चाहिँ हुन्छ, तर अहिलेको 2025 मोडलहरूमा चाहिँ धेरै समस्या देखेको रहेछ। यो चाहिँ 2021 मोडल हो।